हेलो एभ्रिवान गुड मर्निङ। आज फेरि म भ्लग स्टार्ट गर्न गइरहेको छु र आज मर्निङमा म ब्रेकफास्ट यो चिया लिँदैछु र यहाँनिर चाहिँ यस्तो छ फेरि बाहिरको आजको दिन चाहिँ एकदम घमिलो घाम लागेर गरम बनाउने रहेछ। यस्तो छ बाहिरको दिन चाहिँ एकदमै घाम लागेर बिहानै आज चाहिँ दिनभरि गरम हुने रहेछ। यो काम गर्नेहरूलाई चाहिँ साह्रो छ। यो जुरेली चाहिँ किन होला है टुप्पामा मात्रै बस्छ जहिले पनि। ल है हेर्नुहोस् है, अब खान त खायो नि, अब यो सबै नै धुनै पर्छ। यता फेरि पकाउँदैछ। आजदेखि फेरि सागा दावा हो, लसुन पनि नखानु भन्दैछ योपालि पकाउने मान्छे। हेर्नुहोस् मेरो ड्रेस फाल्नु पऱ्यो। अब भाँडा धुनु पऱ्यो। गुड मर्निङ बहिनी, अन्त उठेको हुँदैछ? गुड मर्निङ हजुर। च्या गरमले है बहिनी खोकी लागिरहेछ हाम्रो फुन्चुलाई। है फुन्चु, खोकी लाग्दा चाहिँ दबाई खानु मान्दैन। एक त यो खायो कि उल्टी गर्छ। गुड मर्निङ भनेर देखेन तिम्रो हो। हेर्नुहोस् त हाम्रो बहिनी कहाँनिर सुतिरहेको छ। उसलाई चाहिँ यस्तो अनौठो अनौठो गर्नु मनपर्छ कि क्या हो। माथि गएर सुतिरहेको छ सिरानीको माथि थाक पारेकोमा। है बहिनी के गर्नु उठाउनु उठाउनु आमा भन न, बोलाउन आमालाई। बिहानै आज चाहिँ घाम चाहिँ है बहिनी। आज कहाँ जाने बहिनी? के पाक्यो हाम्रो दाल बसाएको? अम्बो यति छिटो? यहाँ चाहिँ रहेछ च्याउ। हिजो भेटाएको हामीले, कहाँनिर भेटेको भने चाहिँ भन्दैन है। हामीले टिपेको होइन पर हाटमा। यहाँ चाहिँ यो चाहिँ भाती बनाउनु त्यस्तो हो। म चाहिँ ड्युटीमा बसिरहेको छु। अब बिस्तारो आउँछ मान्छे कस्टमर।
र अहिले चाहिँ काम गर्ने बहिनी छैन। ट्रान्जेक्सन रजिस्टर पोस्टरहरू। आजको अब बेलुकाको चियाको ब्रेक होइन स्न्याक्समा चाहिँ यस्तो छ है, चिउरा र यो आलु भुजा खानुपर्छ। गराम अरे टिभी हेर्दै गर ल ल आपा अब मने मने गर्छ ल हुन्छ। पाक्यो के हो के भन्यो क्या चीज है ये? गोभी पराठा बनाएंगे। गोभी पराठा खाएंगे आज? हाँ जी। अब हम पूजा करेंगे, उसके बाद तुम्हारा बनाया हुआ गोभी पराठा खाएंगे, ठीक है? पहुंचाने जाना पड़ेगा। बन्द कोपीको पराठा पनि पाक्यो हाम्रो। अब यो चाहिँ अब आपा र आमालाई लगिदिनुपर्छ, त्यहाँदेखि हामी आएर खानु पर्यो। अचार बनाए? हेलो एभ्रिवान, गुड मर्निङ। आज बिहानै उठ्नुको फाइदा चाहिँ यति राम्रो नजारा हेर्नु पायो। कालिम्पोङ साइडहरू मजाको देखिरहेको छ, क्लाउडी, माथि हिमालहरू, यता डेलो साइडहरू पनि मजाले उज्यालो खुल्ला देखिरहेछ। यता अलगढा साइडहरू यता अब सनराइज हुन आँटेको छ यो साइडहरूमा। यो साइडमा चाहिँ सनराइज हुन आँटेको छ।